हेलो गाइस वेलकम टु आज चाहिँ म गाइस क्लास गएको थिएँ दिउँसोदेखि मात्रै भ्लग भयो सुरु भयो आज बिहान क्लास गएको थिएँ अनि आएर एकछिन बसेँ लुगा फेरेर अनि माम खानु आएको गाइस तल्लो घर दुईटा घर छ हाम्रो माथिल्लो घर तल्लो घर चाहिँ माम खानु यहाँ हेर्नु न बएर चाहिँ कति झारेको छ हेर्नु कति झारेको छ चराले जम्मै चराले कम्तै झारेको छैन हो मार्छु महिनालाई नि कुन दिनदेखि चाहिँ नि अहिले चाहिँ म माया लागेर भनेर छोडिदिएको चराहरूलाई यिनीहरू टेरेन हो मायाले छँदा थाम्दैन भन्थ्यो हो रहेछ यिनीहरूलाई म मार्छु गाइस कुन दिनदेखि चाहिँ नि थोरै झार्दिनँ दिउँसो पनि झार्छ यति नै ल गाइस मम्माम खान्छु है त गाइस मैले चाहिँ भात खाइसकेँ भात खाएर धन्दा पनि गरिसकेँ अब आज त काम छैन अम्लिसो थिच्नु केही छैन बेसार काट्नु न तपाईँहरू यहाँ चाहिँ बेसार काट्दै हुनुहुन्छ मम्मी र तल्लो घर आमा भाइ चाहिँ उहाँ बसिरहेको छ मेरो चाहिँ आज गाइस काम छैन अब गिटार बजाउँदै बस्ने आज चाहिँ गाइस उहाँ चाहिँ हेर्नु न उहाँनिर चाहिँ यो बिहारले चाहिँ मुसा रुङ्गे गरेर हेर्नु न कसरी रुङ्गिरहेको 1 इन्च पनि हल्लेको छैन अघि चाहिँ अलिक माथि थियो अघि चाहिँ बसिरहेछ अघि चाहिँ अलिक उभिरहेको चाहिँ बसेछ कि 1 इन्च नहल्ले रुङ्दो रहेछ गाइस हेर्नु न चुपचाप एक ठाउँ हेरेकै खतरा यार खतरा गाइस बेसी भरे झारेको छ म त खान्न यस्तो भरहरू अब गाइस गिटार बजाउनु गएको त गाइस ल गाइस गिटार बजाउँछु भिडियोहरू बनाउँछु अनि हेर्नु न गाइस म चाहिँ अब भाग्यमानी भन्ने गीत गाउनु गइरहेको छु एउटा अस्ति पनि बनाएको थिएँ मैले भिडियो अब टिकटकमा हालेको छु तर यो चाहिँ गाइस युट्युबकै ब्लगमा आउँछ गाइस ल गाइस यति नै है अब गाईहरूलाई खोलिदिने बेला भयो दुईजनालाई खोलिदिन्छु दिउँसो काम मेरो यो अनि गाईलाई घाँस काट्नु जानु छ अम्लिसो पनि सकिएको छ घाँस बाख्रालाई मात्रै छ उहाँनिर 2 मुठा अब खोलिदिनु आँटेको गाइस खोलिदिएर गाईलाई खोले बाख्रालाई पानी अनि सुँगुरलाई चारो हालेर अनि घाँसमा जाँदा भेट्यौँ है त गाइस मैले खोलिदिइसकेँ परा पनि तानेर राखिदिएँ अहिले चाहिँ म अम्लिसो काट्नु जान लागेको गाईकै लागि घाँस है त गाइसमा चाहिँ बल खेल्नु सकेँ कामहरू गरिसकेँ मैले अम्लिसोको घाँस पनि काटिदिएँ बाख्रा त घाँस थियो सुरुमै पछि अब गोल खेल्नु हिँडेको रिलर म्याट्रिकको लाएर टक्क ल गाइस अब बेलुका भ्लग एडिट गरेर आउँछ है त च्यानलमा गाइस नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला अनि अझै साथ सपोर्ट गर्न चाहनुहुन्छ भने कमेन्ट पनि गरिदिनु गाइस एउटा